नमस्ते गुड मर्निङ सबैजनालाई वेलकम ब्याक टु माई च्यानल है। अनि आजको भ्लगमा पनि तपाईँहरूलाई सबैजनालाई स्वागत छ है। अनि अब सधैँको जस्तै मेरो काम त्यही हो, किचनमै घरभित्रको काम। अन्त खाना पनि बनाउँदैछु। अनि आज चाहिँ केजाङले मलाई हेल्प गरेर चाहिँ अब बेडसिटहरू चेन्ज गर्न सकायो होइन। अनि किचनहरू सफा गर्न सकायो, भाइको लुगाहरू पठाउन सकायो। अनि सुतेर चाहिँ नि मिठाई खाँदै फोन हेर्दैछ। हस्टेलमा बिचरा फोन नपाएर चाहिँ यहाँनिर आएर चाहिँ हेर्दैछ। अहिले उसको काम सकेर हेरेको। अलिक बेसी नहेर्नुहोस् है ल, आँखा दुख्छ है फेरि। सुन्यो सुन्यो भनेर के भन्छ, मुखले बोल्छ कि बोल्दैन? अन्त यो चाहिँ यहाँनिर यो भाइको गोठाला बसिरहेको छ। भाइको गोठाला हो तिमी? गोठालो हो भाइको। भाइ चाहिँ अघि उठेर पनि दुध खाएर फेरि सुतिरहेको छ। अनि अब म चाहिँ यहाँ खाना बनाउँदैछु। आजको खानामा चाहिँ अब चिकन त हिजो खाइहाल्यो। अनि चिकनको कर्ची मर्ची बनाउँदैछु। मलाई चाहिँ कस्तो कर्ची मर्ची खान मन परिरहेको थियो होइन अस्तिदेखि। कर्ची मर्ची भन्दा पनि त्यस्तो त्यो उयो चाहिँ होइन, भित्रको त्यसमा चाहिँ छ खुट्टा होइन, खुट्टा घाँटी हो। अन्त त्यो घाँटे अन्त त्यो लिभरहरू छ। यसको खासमा मलाई पिरो खान मन परेको थियो कि, तर अब घरमा पिरो खाँदैन, बुढी मान्छेहरूले हो। त्यही चाहिँ मैले सादा सादा कम्ती पिरो हालेर बनाएको छु। अन्त टक्कु बनाउँदैछु। अन्त खाना पाक्दैछ। अन्त हाम्रो त पाकिसक्यो। केजाङ चाहिँ फेरि खोले खाने भनेर यहाँनिर बस्तीको चामल चाहिँ के रहेको छु हो खोलेको लागि। अनि हाम्रो चाहिँ डल्ले काँक्रा पनि फलेछ होइन। आगेले दुइटा भएर डल्ले काँक्रा टिपेर ल्याएछ। यसपालि हाम्रो लामो काँक्रा भएन नि, बाहिर पनि रोपेको थियो कि बाहिर चाहिँ भएन यसपालि हाम्रो। पनि किन हो म सुतेर हो कि बात पनि के गरी गरेँ यसपालि हो। अनि डल्ले काँक्रा चाहिँ पर बारीमा रोपेको थियो। अन्त आगेले चाहिँ लिएर आएछ काँक्रा दुइटा। डल्ले काँक्रा मिठो त मिठै हुन्छ है। अन्त अब त्यस्तै छ हाम्रो दिन, यस्तै बितिरहेको छ आजकल। आज चाहिँ अलिक शीतल शीतलै छ भन्दा हिजो पनि शीतलै थियो। हिजो त अब पानी परेर एक बजीसम्म पानी परेर। अन्त लुगा धोएर पनि सुकाइरहेको छ। अन्त यो चाहिँ हातले नै धोएको लुगा, किनभने चाहिँ मेसिन पनि बिग्रिरहेको छ हो। अन्त आगेले चाहिँ सिङतामको त्यो सर्भिसवालालाई मेसेज पठाइरहेको छ भन्दै थियो। मेसेजै हेरेको छैन अरे। अब के गर्छ, मेसिन पनि बनाउनुपर्छ रिपेयरिङ है। कति वर्ष भइसक्यो कन्टिन्यू चलाएको छ, 8 वर्ष भइसक्यो। केजाङ बराबरी नै हो यो। अन्त चलेकै हो भनौँ है। अब त्यस्तै छ हाम्रो दिनहरू। डिस्लिनीहरू फुलिरहेको छ, टाइम हुँदैछ 9 बज्नु आँट्यो। खानासाना बनाएर खानुपर्छ। बाउको ड्युटी चाहिँ लुगा सुगा धोएर सकाए। मेसिन बिग्रेर गुड मर्निङ। मेसिन बिग्रेर मजा आयो। मेसिन बोलाइरहेको छ। आउँछ अरे आज फोनै उठाएन। मजा आयो हातले लुगा धुनु। गएर लिइहाल्छु। के चाहिँ सामान जानु न अन्त बजाउने भए। यो हाफ पिन्ता नलाउनु कस्तो देख्दो रहेछ है। कस्तो ठुल्ठुलो गोजिरहेको वारमा जाने त्यो आर्मीको पेस्तलहरू हाल्ने। गोगा नाङ्गै पारेको लिएर बाजे खोसियालाई सब हालिदिनु ल नबिगारे। वान बाइट भइसक्यो। के हुँदैन कालो पहेँलो म चाहिँ पाहुनाहरूलाई खाना बनाइदिँदैछु। गाङ्खाबाट आउनु भएको छ। आगे दासीको माची नानीहरू आन्यो। अहिले चाहिँ हामीहरू खानासाना पनि खाइसक्यो। अन्त पाहुना आउनु भएको थियो पर गाङ्खाबाट आन्यो, आज्ञा माची, अन्त 2जना छोरा हो। अनि आगेलाई भिडियो गरेँ भनेको त आगेले त भिडियो पनि गरिन रहेछ। लाटा जस्तो के भएको है, अलि रुँदै निकालेछ हो। अन्त आन्यो र माची चाहिँ माथि आङ्गीसँग बात मार्नु जानुभएको थियो त्यति बेलामा चाहिँ। अन्त आगे दासी चाहिँ हुनुहुन्थेछ। अन्त खानासाना खाएर पनि जानुभयो। अन्त हाम्रो चाहिँ नि हरियो मकै पनि पाकेछ होइन। आज अन्त हरियो मकै पनि टिपेर ल्याएको छ आगेले बाजेले ल्याएर चाहिँ आगेले उसिने रहेछ। म यो खाँदैछु। अन्त यहाँ ठुलो खोचिया पनि बनाएर ल्याएको छु। आइराले चाहिँ भाइ हेऱ्यो भनेको त ऊ रुवाउँदै रहेछ है।
कसरी फकाउँछ भाइलाई कसरी याद छैन ए बिचरा यो रुँदै रहेछ निन्द्रा रहेछ नुहाइदिएको अब यसलाई सुताएर म मकै खान्छु मकै खाँदैन मकै अरे मकै खाँदैन मकै हौ मकै खानुछु खै म भाइ बोक्छ कस्तो रहेछ मकै कसले पकाएको अरे yang रहेछ मकै त बहिनीको गेस त के भुस्ल्याङ भयो Thank you for watching. बहिनीको गेस भुस्ल्याङ भएछ है Thank you for watching. यो आइलालाई चाहिँ नानी हेर्नु लगाएको नानी हेर्नु पनि जान्दैन रहेछ यो आइला चाहिँ भाइ चाहिँ काखमा राखेको सुत्यो यहाँनिर निन्द्राले साह्रो परेको थियो कि यसलाई अन्त अघि पनि पुरा सुत्यो है मान्छेले बोक्नु भएको थियो मान्छे काखमा पनि सुत्यो आगेले पनि बोक्यो आगे पनि सुत्यो सबै काखमा सुतेर चाहिँ त्यहाँदेखि अघि पनि सुतिरहेको थिएन फेरि अन्त उठाएर चाहिँ नुहाइदियो किनभने हिजो पनि नुहाइन नि त यो 80 दिन ज्वरो आएर चाहिँ हिजो पनि ज्वरो थियो अलिअलि अन्त नुहाइदिएको थिएन अन्त आज चाहिँ मजाले तातो पानीमा नुहाइदिएको अन्त सुत्नु लागि झगडा गर्दै थियो अन्त सुत्यो यो आइला त जान्दैन छ नानी हेर्नु छुट्टीमा नानी हेर्नु आएको होइन एक नम्बर मकै खराब राम्रो आउँदैछ के हो हाम्रो मकै आबाले चाहिँ मकै पकाएको अरे उसिनेको उसिनेको बोइल गरेको अन्त हामीले चाहिँ खाएको है खाएको मामा चाहिँ खाँदैछ अन्त बहिनीले अघि खाइसक्यो क्या मामाको टर्न गुलियो ठुलो मगमा चाहिँ मजा आयो खानु यहाँ चिया छ शान्ति भयो अन्त यहाँ चाहिँ चिया छ शान्ति भयो कसले भन्छ भन्दा मैले म चाहिँ शान्ति भन्छु मेरो नाम शान्ति हो शान्ति हो थ्याङ्क यू फर वाचिङ कहिले थ्याङ्क यू फर वाचिङ यो भिडियो भन्नु भिडियो छ त अन्त त्यो रेड कलरको थियो नङ्किन टोकेको नुहाएर आए काली केटी चाहिँ शीतल भयो म पनि शीतल भएँ यहाँनिर नुहाइहरू आएको अहिले भाइ सुतेर चाहिँ सुतिरहेको छ काली लुगा बोल्नु छिटो लुगा फेरि मेरो मामा चाहिँ भाइलाई शीतल बनाउँदैछ भाइ चाहिँ सुत्नु छोडेछ शीतलमा घुमाएको सुत्यो है नगर्नुहोस् न म चाहिँ यहाँ छु ताइक्वान्डो खेल्ने केटी हो पछाडि को रहेछ पछाडि लु ताइक्वान्डोको छ है ताइक्वान्डो केजना ताइक्वान्डो देखाउँदै आज देखाउँदैछ ताइक्वान्डो स्कुलमा चाहिँ सिकाउँछ अरे अन्त अर्को त्यति हो पसिना आइसक्यो अघि दिन ताइक्वान्डो खेलेको पसिना आइसक्यो मान्छे है म चाहिँ भाइ डुलाउँदै थियो भाइरो यहाँनिर शीतलमा सुत्यो भाइ चाहिँ बाजे गयो उता भयो के केस भुइँमा छुयो छि ल गुड नाइट गरिदिनुहोस् अब भाइ गुड नाइट